मेरो बास उत्तर प्रदेशको मथुरा जिल्लाको वृन्दावन नगरपालिकामा हाम्रो उता हो बसाई। तर सिक्किमसँग एउटा अत्यन्त प्रगाढ स्नेह छ हाम्रो। सिक्किम जाने भन्ने बित्तिकै मन त्यत्तिकै प्रफुल्लित हुन्छ हाम्रो। अब यो के कारणले हो भगवान जाने। तर मलाई लाग्छ सिक्किमवासीको आतिथ्यता, सिक्किमवासीको हृदयमा भएको भगवानप्रति र गुरुजनहरूप्रतिको प्रेमले नै गर्दा सिक्किमप्रति यति प्रेम र स्नेह बढेको हुनुपर्छ। र म सिक्किमको अत्यन्त ठुलो प्रशंसक पनि हो। मलाई सिक्किम साह्रै मनपर्ने। म दोस्रो चोटि आएको हो। पहिले लुइङमा आएको थिएँ, अहिले पातुकमा आएँ। यति आनन्द आउँछ सिक्किम र यति धार्मिक जनहरू बस्नुहुन्छ। हेर्नुहोस्, हामी त घुमन्ते हौँ, घुमिरहन्छौँ। कहिले कुन राज्य पुग्छौँ, कहिले कुन राज्य पुग्छौँ। अस्तिसम्म बङ्गालमा थियौँ, अहिले सिक्किम आयौँ। अब यसपछि हामी फेरि बङ्गाल कालिम्पोङ आउँदैछौँ, त्यसपछि नेपाल जाँदैछौँ। हामी घुमिरहन्छौँ। तर सिक्किममा अर्कै परिवेश छ। यहाँका व्यक्तिहरूमा अत्यन्त धार्मिक भाव र धार्मिक भावमा पनि समधर्म भावले अझ धेरै हामीलाई आनन्दित प्रदान गरेको छ। अहिले पनि हामी यहाँ देख्न सक्छौँ बौद्ध हिन्दू धार्मिक अनुष्ठानमा गणेश पुराण म स्वयं वाचन गरिरहेको छु र मेरै छेउमा यहाँ बौद्ध गुरुहरू पनि बस्नुभएको छ, बौद्ध दर्शनका आचार्यहरू पनि बस्नुभएको छ, बौद्ध दर्शनका देव देवताहरू पनि यहाँ प्रतिष्ठा गरिएको छ। यो सिक्किममा बाहेक मैले अन्त कतै पनि देखेको छैन। यो मलाई अत्यन्त आनन्द र म अत्यन्त भाग्यशाली महसुस गरिरहेको छु। गणेशजीको साथमा भगवान श्री बुद्धको शरणमा पनि बसेर गणेश पुराण वाचन गर्ने अवसर हामीले प्राप्त गरेका छौँ। यो सायदै मैले अन्तर्राज्यमा पाउँछु, यो सिक्किममा पाएँ। र यहाँको भौगोलिक वातावरण, यहाँको वातावरणीय वातावरण अत्यन्त आनन्दको छ। र म कुनै राजनीतिक व्यक्तित्व होइन, मेरो कुनै पनि राजनीतिक परिवेशमा केही छैन। म कुनै राजनीति पनि जान्दिनँ। म राजनीतिक बोल्ने पनि होइन, गर्ने पनि होइन, केही पनि होइन। तर पनि व्यक्तिको हिसाबले हजुरहरूका जो अहिले मुख्यमन्त्री हुनुहुन्छ नि, उहाँ मलाई साह्रै मनपर्ने व्यक्तित्व चाहिँ हो। फ्यान भनिन्छ नि, हो त्यो फ्यान चाहिँ म पनि हो हजुरहरूको मुख्यमन्त्रीको। म युपीको मान्छे, तर पनि मलाई उहाँको व्यक्तित्व, उहाँको सेवा भाव, कसैलाई दुःख पर्यो, अहिले मैले यहाँ वाचन गरिरहेको नरसेवा नै नारायण सेवा होको ज्वलन्त उदाहरण हजुरहरूका मुख्यमन्त्री पनि हुनुहुन्छ। उहाँले जुन नरसेवा गर्दै हुनुहुन्छ, फेसबुक कहिले काहीँ हेर्छौँ, त्यहाँ हेर्दा भिडियोहरू आइरहेका हुन्छ। एउटा साना बालक, मोटे मोटे साना बालकका चेन्नई लगेर उपचार गरेको भिडियो अहिले भर्खर देखेको मैले। 2-3 दिन भयो, मलाई थाहा छैन है को हो के हो, मैले भिडियो देखेको। त्यो भाव, नर सेवाबाटै नारायण सेवा हुन्छ भन्ने भाव राख्ने हजुरहरूले मुख्यमन्त्री पाउनु भएको रहेछ। यो कारणले पनि हजुर अति भाग्यमानी हुनुहुन्छ। मलाई त अत्यन्त आनन्द आयो उहाँको त्यो सेवा भाव देखेर। म कुनै राजनीतिक जान्दिनँ है, म फेरि पनि भन्छु। तर व्यक्तित्व चाहिँ मलाई अत्यन्त राम्रो उहाँको लाग्यो। र एकचोटि हजुर सम्पूर्ण सिक्किमवासीहरूको लागि आफैले जोरदार ताली बजाउनुहोस्, आफ्नो लागि। हजुरको हृदय अत्यन्त विशाल छ, यो मलाई थाहा छ।